नेपाली क्रिकेट टिमलाई धेरै धेरै बधाई छ। खेल जित्न नसके पनि अनि विश्वको बादशाह मान्ने क्रिकेटको जन्म मान्ने इङ्ल्यान्डको सातो निकालिदिएको थियो र उत्कृष्ट बलरहरू पनि त्यहाँ हैन एकदमै चाहिँ मर्माहत भइसकेका थिए। र अब अर्को कारण एम्पायरको गलत डिसिजन हेर्नुहोस् त, भुइँमा परेको बलबाट अनि हाम्रो क्याप्टन रोहित पौडेलको विकेट दिएको थियो। र अर्को मेन हार्ने कारण भनेको कुशल मल्ल नहुनु पनि हो। अनुभवी ब्याट्सम्यान, सबैभन्दा छिटो सेन्चुरी हान्ने ब्याट्सम्यान नहुँदा पनि हो। र नत्र भने सुदूरपश्चिमका 4वटा बाघमध्ये 4वटै बाघले आक्रमण गरेको भए आज फिनिस हुन्थ्यो। इङ्ल्यान्ड कुशल मल्ल, लोकेश पम, प्रदीप ऐरी र अनि शेर मल्ल सबै 3टैले हैन एकदम चाहिँ आक्रमण गरेको, 4टैले आक्रमण गरेको पाउनु भएको